हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भ्लग चाहिँ एकदमै स्पेसल हुनेवाला छ, किनभने भोलि छ हाम्रो भदैनीको गुन्युचोलो र आज चाहिँ छ उसको हल्दी र मेहन्दी। त्यही भएर आज चाहिँ हामी सबैजना रेडी भएर भदैनीको हल्दी मेहन्दीमा जान तयार भइसक्यौँ। अनि यहाँ हाम्रो मम्मी ठुलो मम्मी हुनुहुन्छ। हाई गाइज, कतिको एक्साइटेड हुनुहुन्छ तपाईँहरू? आज एकदम धेरै खुसी। नातिन अब नातिनीकी मम्मी इजरायलमा छिन्, उनको लागि पनि हामी गएर नातिनीलाई खुसी बनाउनु छ। आज अब एकदम हाम्रो स्पेसल डान्स जान्छ होइन ठुलो मम्मी? जान्छ, अब जानेसम्म चाहिँ जान्छ। अब चाहिँ हामी यहाँ मेहन्दीको फोटोसुट हेर्न जाँदैछौँ। यहाँनिर हुँदैछ हाम्रो मेहन्दीको फोटोसुट। यहाँ फोटोसुट मेहन्दी सुट फोटोसुट हुँदैछ। यहाँ चाहिँ भोलिको खानपिनको तयारीको ठाउँ हो। यो चाहिँ हाम्रो के अरे यो गुन्युचोलो घर। अहिले चाहिँ हामीलाई भित्र मम्मीहरू डान्स गर्दै हुनुहुन्छ। अल्छी लागेर हामी चाहिँ यहाँ दिदीहरू गफ गरेर बसेको छौँ। यहाँ हाम्रो दिदी हुनुहुन्छ, यहाँ अर्को नानी। के छ तिम्रो खबर? यता हेर त। यो चाहिँ हाम्रो दीक्षा दिदीकी छोरी। उसको त कोहाले रहेन रहेछ। हात्ती खेदाउन हिँडेकी अरे बहिनी चाहिँ। हात्ती खेदाउन जाँदै चाहिँ लट्ठी लियो अरे। र यहाँ चाहिँ हाम्रो ठुलो मम्मी रेडी भइसक्नु भएको छ। ठुलो मम्मी हजुर, गुन्युचोलोमा जान रेडी भइसक्नु हो? जाने नि बाबा, अब नातिनीको गुन्युचोलो छ। हाम्रो मम्मी पनि रेडी भइसक्नु। मम्मी हजुर रेडी गुन्युचोलोमा जान? रेडी छोरी। ती पनि रेडी भइसक्नु हो। म चाहिँ अलिक भरे भरे मात्रै जान्छु। तपाईँहरू गुन्युचोलोमा जान रेडी? जाने अब? बाई गर्नु। हस् त गर्नु। अब चाहिँ म पनि रेडी भइसकेँ होइन। 11 साढे 11 भइसक्यो। अब चाहिँ म पनि जान्छु। अब म डाइरेक्ट तपाईँहरूलाई वहीँ गएर भेट्छु। अहिले चाहिँ म यहाँ गुन्युचोलोको घरमा आइसकेँ। आउने बित्तिकै मैले हाम्रो प्यारी दीक्षा दिदीलाई भेटेँ। यहाँ अहिले चाहिँ गफ गरेर बसिरहेछु। समीर दाजु यहाँ आफ्नै घरमा मस्त हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो ठुलो भक्कावक मगे हाल्दै हुन्छ। त्यहाँदेखि कति दिदी खाइसकेको? यहाँ हामी पनि अब खाना खाने लाइनमा बसिसक्यौँ। यहाँ चाहिँ ठुलो मम्मीहरू मस्त खाँदै हुनुहुन्छ। भक्का भक्की दिदी हुनुहुन्छ। मम्मी काकी खाँदै हुन्छ। खाने बेला हुँदैछ। यहाँनिर चाहिँ लु यहाँ फोटो खिच्ने टोलीहरू बढेको बढै हुनुहुन्छ।
यहाँ हाम्रो डनहरूको इन्ट्री भइसक्यो बिहाइन्ड द सिन यो चाहिँ काकी पनि जानु न हस् 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 क्यामेरामा हेर्नु अनिता आज कति कमाएको आज त हिजोभन्दा धेरै आज पैसा यता हेर त कति राम्रो भयो कि हौ राम्रो हेर यो भन्दा धेरै राम्रो भयो हो एकछिन न हौ परिसरमा आधी आधी पैसा बाँड्नु ल आधी आधी पैसा बाँडौँ ल नदिने हो ल यता हेर त आम्म हेर कति राम्रो भयो कि यता हेर आज मजा आयो अब फेरि गुनिचोलो गर्ने कि नगर्ने नगर्ने ए गुनिचोलो चाहिँ अहिले सबै सकिसकेको छ यहाँनिर चाहिँ मम्मी र काकीहरू मिलेर बेलुकाको खानाको तयारी गर्दै हुनुहुन्छ र यहाँ धमाधम साग केलाउँदै हुन्छ र ठुलो मम्मी आज त तपाईँलाई दामी देखेको छ त हौ आज नातिनीको गुनिचोलो त्यही भएर दामी देखेको हो गुड ठुलो भन्नु गुड हामी चाहिँ अहिले घर गयोवरी लुगा फेरिवरी आइपुगिसक्यौँ बेलुका खाना पनि यही खाना जाने यहाँ ठुलो मम्मी हामी त बिहान दिउँसो बेलुका 3 टाइमै यतै भइसक्यो त अब कार्य हो छोरीको गुनिचोलो खानु त पर्छ नि त सबै घर परिवार भएर खाँदा राम्रो रमाइलो हुन्छ आज ठुलो मम्मी नातिनीको गुनिचोलो गऱ्यो तपाईँलाई कतिको हर्ष लागिरहेछ कति हर्ष र खुसी भएरै मलाई खान मन लागेको त्यो खुसीले गदगद भएर त्यो अब त्यो खुसीले तपाईँले यति रोटी खाइसक्नुहुन्छ अब त खुसी भयो योरी भोक पनि लाग्यो दिनभरि खुसी भएको थियो अनि आज तपाईँहरूले दुईजनै परदेशी बुहारीहरूलाई कतिको सम्झिनु भयो कति सम्झेको सम्झिँदा कार्यक्रम यसरी नै सफल भयो होइन त चिताको भन्दा पनि धेरै राम्रो गरी सफल भयो आजको गुनिचोलो चाहिँ अब यसरी नै सम्पन्न हुन लाग्यो अब हामी खानासाना खाएर जान्छौँ कति त भ्लग पनि गर्न बिर्सेछ नयाँ भएर होला बानी पनि छैन बिस्तारै बिस्तारै सबै खिच्दै जानेछौँ खाना खाने टाइम भइसक्यो मेनुमा छ हाम्रो चाहिँ साग भात लमी त के हो यो के हो दाल यहाँ दाल लमी खाइसक्नु भएको कति छिटो खाए ल